हेलो गाइस, हेरौँ है अहिले बेलुकाको नजारा हाम्रो है ग्रुप फरेस्टमा है। अहिले चाहिँ है दिनभरि घाम लाग्यो, अहिले चाहिँ पुरा जाडो बढ्यो है। अब एकछिनदेखि शीत आउँछ है, टुसार आउँछ पुरा है। अनि राति त पुरै टुसारले है छ्याप छ्याप भिज्छ है। अहिले चाहिँ पुरा जाडो छ है साथीहरू, भोलिदेखि त है माघ पनि लाग्छ। हाम्रो यसो साथीभाइहरूको भोलि माघे सङ्क्रान्ति कस्तो हुन्छ है। हाम्रो त भोलि माघे सङ्क्रान्ति राम्रै हुन्छ जस्तो छ। साथीभाइहरूको कस्तो छ, के कसो है माघे सङ्क्रान्ति है। लाई साथीभाइहरू के कसो लाग्छ भिडियो हेरेर लाइक कमेन्ट गरौँ साथीभाइहरू है। अहिले चाहिँ यस्तो छ हाम्रो गाउँको नजारा है बेलुकाको है। यस्तो छ है साथीभाइहरू, पानी पर्ला जस्तो भइरहेछ आकाशहरू है, पुरा बादल लागिरहेछ। हेरौँ है साथीभाइहरू, अहिले त है बारी खनेर चिल्लो बनाइरहेछ है। अब 1-2 महिना बादमा है फेरि खेतीको सिजन आउँछ है। अहिले चाहिँ अहिले डाँडा पाका डल्लै देख्ने छ। यस्तो छ साथीभाइहरू हाम्रो ग्रुप फरेस्ट है। एक प्रकारले रमाइलो छ साथीभाइहरू है। भिडियो के कसो लाग्छ यसो हेरेर लाइक कमेन्ट गरौँ है साथीभाइहरू। हाम्रो चाहिँ यस्तो छ है साथीभाइहरू, माथितिर चाहिँ है यस्तो छ, चारैपट्टि जङ्गल छ साथीभाइहरू है। बिचमा चाहिँ गाउँ छ हाम्रो है, रमाइलो छ। साथीभाइहरूलाई के कसो लाग्छ भिडियो है हेरेर लाइक कमेन्ट गरौँ साथीभाइहरू है। हाम्रो चाहिँ ग्रुप फरेस्ट चाहिँ है, यहाँबाट हेर्दा चाहिँ यो ओह्रालो चाहिँ मजाक देखिन्छ है भ्यू। ग्रुप फरेस्टको भ्यू हेर्नुहोस् है, एकदम राम्रो देख्छ साथीभाइहरू। गाइसहरू यसो हेरौँ, यहाँ पारी पारी देख्ने खोपी डाँडा है माने भन्ज्याङ अहिले है पुरा कुहिरो लागिरहेछ। यता देख्ने चाहिँ माथि मेघमा है सन्तकपुर जाने बाटो। यस्तो छ साथीभाइहरू हाम्रो गाउँको नजारा है। यो चाहिँ बेलुकाको हो। यसो छ साथीभाइहरू, हेरेर भिडियो राम्रो लागेमा कमेन्ट लाइक गरौँ साथीभाइहरू।